साथीहरू हेर्नुस् त हाम्रो फुलमा चाहिँ यसरी चाहिँ यो नानी किरा चाहिँ बसेको छ ल। यसलाई नानी किरा पनि भन्छ, कुकुर किरा पनि भन्छ। खासमा चाहिँ यसलाई के भन्छ कुनै त्यो चाहिँ थाहा भएन, तर हाम्रो यो फुलबारीमा चाहिँ यसरी बसिरहेको हामीले भेटायौँ होइन आज। अनि यसले चाहिँ पुरै फुलहरू खाएर यसरी सकेको छ। के भएर चाहिँ यस्तो भयो भनेर अहिले यहाँ यसो हेर्दा त यस्तो देखियो है साथीहरू, यस्तो देखियो। हेर्नु त है कति डरलाग्दो है, हामी डर लाग्दो छ है। अब यसलाई चाहिँ कसो गर्नुपर्छ भने नि यसमा त यसलाई चाहिँ अब झार्नुपर्छ। यसलाई कसरी झार्नु त, यो डर लाग्दो छ। उठिटेर पो आउँछ कि भन्ने डर छ हो यो फेरि। साह्रै घिन लाग्छ पापी भने जिउतिर उछिटेर आउँछ र फेरि मनले चाहिँ फेरि एकछिन म यसलाई हतियारले काट्छु। हौ ए नाना त त्यो कस्तो घिनलाई लाग्दो छ क्या। यो चाहिँ यस्तो छ है, यस्तो यहाँ हेर्नु नि, त घिन लागिसकेछ। यस्तो घिन लाग्दो छ नि हाम्रो बहिनी चाहिँ घिन आउँछ। यसको खुट्टाहरू चाहिँ हेरौँ न, खुट्टाहरू चाहिँ आम्माम्मो कस्तो डर लाग्छ है। अब यसलाई चाहिँ यस्तरी मारिदिनुपर्छ, यस्तरी काटिदिनुपर्छ, दुई टुक्रा बनाएर यस्तरी यसको झोल निकालिदिनुपर्छ। लु यस्तो मलाई त रिस उठ्छ यस्तो। लु यसरी काटिदिनुपर्छ है त साथीहरू। लु यसको दाह संस्कार पनि गरिदिइहाल्नुपर्छ। लु लु यहाँ चाहिँ अरूहरू पनि होला हेर, सबै खारी यहाँनिर गु पनि झारिरहेछ। यस्तो गरेछ। अर्को पनि रहेछ यहीँ। अमी साथीहरू कति धेरै लागेछ नि यहाँ। हेर्नु न यहाँ म त यो फुलचुरी डर लाग्यो। म त फुलै काटिदिउँ कि क्या जस्तो पो लाग्यो त यहाँ। हेर्नु त कति धेरै अरू पनि होला, म त डर पो लाग्यो नि। यस्तो थुप्रै होला हो। अनि यता पनि हेर्न जान्छौँ अब हामी। यता पनि होला नि, यहाँ पनि झ्याप्पै छ फुल त। यो 12 मासे फुलमा चाहिँ बेसरी लाग्छ क्या। अब यतिखेर ठिक बेला हो। गुहरू त होइन, यो त गु त होइन, यो त उयो क्या बिउ। छुनु डर लाग्यो मलाई। तर यहाँ त खान त खाएको छैन, त्यहाँ चाहिँ परेछ। अब यहाँ पर्नु बाँकी छ। हेर्नु कस्तो राम्रो राम्रो कलरको छ है साथीहरू।